सम्पूर्णमा नमस्कार। जय नेपाल, जय घन्टी। जेनजीको सपना, पीडा र भविष्यको आवाज बोकेर काभ्रे निर्वाचन क्षेत्र नम्बर 2बाट सुरु भएको मेरो नयाँ राजनीतिक यात्रा कहिल्यै पद, सत्ता र सौदाबाजीका लागि थिएन। यो यात्रा पुस्तान्तरण, परिवर्तन र युवाको आत्मसम्मान, अवसर तथा सुरक्षित भविष्यको खोजीका लागि थियो। परिवर्तनमुखी राजनीति, जन उत्तरदायी नेतृत्व, सुशासन, राजनीतिमा स्थिति बसाल्नका लागि परिवर्तन, पारदर्शिता, उत्तरदायित्वमा आधारित राजनीतिक अभ्यास साथै परिवर्तनको पक्षमा मत विभाजन हुनबाट रोकी राजनीतिक अभ्यासलाई बलियो बनाउँदै प्रतिनिधि सभा काभ्रे 2 का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बदन भण्डारीज्यूलाई समर्थन गर्दै आजका मितिमा मेरो उम्मेदवारी निश्चयताले घोषणा गर्दछु। जिल्लामा समग्र पूर्वाधार विकासलाई प्राथमिकता, सडक सञ्जाल विस्तार, स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्रलाई सुदृढीकरण, स्वच्छ खानेपानीमा पहुँच सुनिश्चित गर्ने विषयमा पहल, युवाका लागि रोजगारी सृजना, उद्यमशीलता विकासलाई प्रोत्साहन, स्थानीय स्तरमै अवसरको सृजना, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति अवलम्बन गर्ने, पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना, साथै कृषि आधुनिकीकरण, स्थानीय उत्पादनको संरक्षण, कृषकको आय स्तर वृद्धि गर्ने, यो अभियान मार्फत जनतामा आशा, विश्वास र उत्तरदायित्वको सशक्त सन्देश प्रहार गर्ने र वास्तविक परिवर्तनको आधार तयार गर्ने लक्ष्य हामी दुवै उम्मेदवारको एउटै विषय रही आसन्न निर्वाचन सम्पन्न भए पश्चात समृद्ध पारदर्शी शासन प्रणाली स्थापना, दिगो विकास र जनमुखी नीति कार्यान्वयनका लागि निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै आदरणीय बदन भण्डारीलाई समर्थन गरेको छु। यस सहमति तथा सहकार्यले काभ्रे 2 मा परिवर्तनका पक्षमा राजनीतिक एकता, सहकार्यको नयाँ सन्देश जानेछ भन्नेमा म दृढ रहेको छु। अब मेरो बाटो एउटै छ, युवाको भरोसाको नेतृत्वलाई विजयी गराउन, काभ्रे 2 लाई भविष्यसँग दृढतापूर्वक जोड्न। अत सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्वको पक्षमा एकजुट भए वास्तविक परिवर्तनको अभियानलाई प्रत्यक्ष तथा समानुपातिक मतपत्रमा घण्टी चिन्हमा मतदान गरी घण्टीवाहक उम्मेद्वार तथा राष्ट्रपालाई विजयी गराउनु हुन मेरा समर्थक, शुभचिन्तक तथा समग्र मतदाताहरूमा हार्दिक अपिल गर्दछु।